अस्ति हामी घुम्न गएको कस्तो रमाइलो भयो है मामा त्यो पनि कम रमाइलो छ नि त त्यहाँनिर ओ माई गड अब हामी नो फ्रिल्स गइन्छ हैन खासै महँगो त होइन सस्तै सस्तै पाउँदो रहेछ सामान त लास्टमा यत्रो तरकारी हेरेर किनेको चाहिँ मकै तर बाटो पनि रमाइलो थियो मैले गाडी चलाउनु दिन्छु भन्थेँ तपाईँले चलाउनु डराएर हो नि त हेर्नु त त्यो सिसा सफा हानी बेला भरेछ सिसामा धुलो धुलो देख्यो अब यसलाई के गर्नुपर्छ भने यो सिसालाई चाहिँ क्लबमा लिएर गएर सेल्फ पासमा लिएर गएर $13 खर्च गरेर ट्याक्टुक पार्नुपर्छ सिधा बनाएर अनि टल्किनु बनाउनुपर्छ अनि यो भिडियो कस्तो राम्रो देखिन्छ तर त्यो दिन म अलि डराएको थिएँ कि पानी पर्छ जस्तो लागेको थियो त्यही भएर गाडी नचलाउनु भयो क्या हो हामी आइयो त हाम्रो डेस्टिनेसन लेफ्ट टर्न कि राइट टर्न ल गेस गरौँ है ल राइट टर्न गर्न त इजी नै हुन्छ है यहाँको बाटोहरू लेफ्ट टर्न अलिक गाह्रो उसलाई मेरो जुत्ता हेर्नु कति राम्रो थियो त्यो दिन त्यस्ता जुत्ताको कुरा गर्नुहुन्छ बाटो हेर्नु कति राम्रो छ यहाँको दामी बाटो छ डाछ अहिले त्यहाँ यतापट्टि साइडमा जङ्गल थियो ठुलो जङ्गल तर यार त्यहाँनिर कस्तो रमाइलो भएन नि एकछिन कोही पनि छैन मान्छे हामी 4 जना रमाइलो भएको थियो त मकै पनि बोल्न सुरु गरिसकेको छ नि मकै खानुपर्छ टाइम लाग्यो लास्ट यार तर यार है आगो बोल्नु है हामी त खै खासै केही मतलबै भएन नि खानी मात्र काम थियो आगो बोल्नु अलि भिडियो लास्टतिर आइसक्यो यो पनि त हामीले अनि यतिखेर हो नि हाम्रो त आगो बोलेन ऊ भएन दिमाग खराब भयो कागती खसेको याद छ कागती काट्दै मेरो हातै काटे यस्तो यहाँनिर टुङ 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 मेरो आँखामा पुरै फायर मैले खिच्देको फोटो खोइ त कहाँ गयो त अनि राख्ने हो अहिले पछाडितिर हामीले एउटा पनि फोहोर नराखिकन सब फोहोर लिएर गयौँ हामीले आगो त नलिमाइकन गएको आगो लागि त भएन है त जे भएन है ल ठिक छ अब हामी टिकटक हेर्नुपर्छ है हाम्रो ल गीत पनि गेस गरौँ न बिस्तारै ल थाहा भएन भने यो गीत चाहिँ भेट्न आउनु भन्नेवाला गीत हो नेपाली गीत अनि लास्टमा चाहिँ अब यस्तो महिने गयो अब त्यस्तो जङ्गलमा गएपछि एउटा यस्तो भिडियो त बनाउनै पर्यो अनि यो भिडियो क्रेडिट गोज टु माइजू उहाँको नाम चाहिँ भावना रिजाल हो उहाँको यो भिडियो बनाउनमा अलि धेरै नै अलि रिक्स लिएर नि भनेको मैले नाम अब भ्युवर्सहरूलाई चिनाइदिनलाई ल हस् त धन्यवाद बाई बाई